हेलो गाइज, वेलकम टु Dio.com। आज म तपाईँहरूलाई Dio.com मा इन्फ्लुएन्सर एकाउन्ट बनाएर महिनाको 30 देखि 40 हजारसम्म कसरी कमाउन सक्नुहुन्छ त्यसको बारेमा भन्न गइरहेको छु। ध्यान दिएर सुन्नुहोला। इन्फ्लुएन्सर एकाउन्ट बनाउनको लागि सबभन्दा पहिले क्रोम ब्राउजर खोल्नुहोस्। क्रोम ब्राउजरमा तपाईँ Dio.com सर्च गर्नुहोस्। Dio.com सर्च गरिसकेपछि अब यस्तो प्रकारको इन्टरफेस हेर्न सक्नुहुन्छ। इन्फ्लुएन्सर एकाउन्ट बनाउनको लागि सबभन्दा तल स्क्रोल गर्नुहोला। अब यहाँ हेर्न सक्नुहुन्छ कि बिकम एन इन्फ्लुएन्सर भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस खुल्छ, जसमा तपाईँले आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। यसमा मोबाइल नम्बर हाल्नुहोला, जस्तै म हाल्दैछु। मोबाइल नम्बर हालिसकेपछि अब जोइन द प्रोग्राम भन्ने अप्सनमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ क्रिएट इन्फ्लुएन्सर एकाउन्ट भन्ने अप्सन छ, त्यसमा तपाईँले युजर नेम र पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। त्यसमा आफ्नो युजर नेम लेख्नुहोला। त्यसपछि तलमा कन्फर्म पासवर्ड छ, त्यसमा पनि फेरि त्यही पासवर्ड राख्नुहोला। पासवर्ड राखिसकेपछि अब कन्टिन्यूमा क्लिक गर्नुहोस्। कन्टिन्यूमा क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस खुलेको छ, जसमा तपाईँले आफ्नो फुल नेम, एड्रेस, इमेल र फोटो हाल्नुपर्ने हुन्छ। त्यसमा जस्तै म यहाँ लेख्दैछु, त्यसमा पुरा नाम लेख्नुहोला। त्यसपछि तलमा आफ्नो एड्रेस लेख्नुहोला। एड्रेस लेखिसकेपछि तलमा तपाईँ आफ्नो इमेल लेख्नुहोला। इमेल पनि लेखिसकेपछि अब तलमा आफ्नो फोटो अपलोड गर्नुहोला। जस्तै म यहाँ आफ्नो फोटो अपलोड गरेको छु, तपाईँ पनि त्यसै गर्नुहोस् र त्यसपछि कन्टिन्यूमा क्लिक गर्नुहोस्। कन्टिन्यूमा क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ तपाईँले यहाँ अब सोसल मिडियाको अकाउन्टहरूको आइडी हाल्नुपर्ने हुन्छ। यसमा हाल्नुहोला, जस्तै म आफ्नो आइडीको नाम हालिरहेछु। त्यसै गरी सबैमा तपाईँ यसमा पनि हेर्न सक्नुहुन्छ टिकटक युजर नेम, इन्स्टाग्राम युजर नेम, यसमा सबै फेसबुक वेबसाइटहरू पनि छ। त्यसमा राखेर अब कन्टिन्यूमा क्लिक गर्नुहोस्। कन्टिन्यूमा क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ तपाईँले आफ्नो स्टोर नेम लेख्नुपर्ने हुन्छ। स्टोर फ्रन्टको युजर नेम लेख्नुहोला यसमा। जस्तै म आफ्नो स्टोर फ्रन्टको युजर नेम लेखिसकेछु। त्यसपछि सबमिट भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोस्। अब हेर्न सक्नुहुन्छ यस्तो प्रकारको स्टोर फ्रन्ट बनिसकेको छ मेरो, तपाईँको पनि त्यस्तै बन्ने छ। त्यसपछि अब यसमा काम चाहिँ के गर्नुपर्ने हुन्छ, यसमा काम चाहिँ प्रोडक्टहरू अपलोड गर्नुपर्ने हुन्छ। प्रोडक्ट अपलोड गर्नको लागि यसमा क्रिएट भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ यसमा तपाईँ आफ्नो कुनै प्रोडक्टको फोटो हाल्न सक्नुहुन्छ, जस्तै म यो हालेको छु। यसमा टाइटल पनि दिन सक्नुहुन्छ, ब्युटी प्रोडक्ट, चाहे तपाईँ कुन प्रोडक्ट हाल्नुहुन्छ त्यसको नाम लेख्नुहोला। अब त्यसमा तपाईँले प्रोडक्ट अपलोड गर्ने काम इम्पोर्टेन्ट हुन्छ, त्यो चाहिँ यहाँ ट्याग एटलिस्ट वान प्रोडक्ट भन्ने अप्सन छ, त्यसमा प्लसवाला आइकन छ, त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि अब तलमा हेर्न सक्नुहुन्छ यहाँ सर्च प्रोडक्ट भनेको छ, तपाईँ कुन प्रोडक्ट यसमा हाल्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि अब त्यो प्रोडक्टको नाम लेख्नुहोस्। जस्तै म क्लिन्जर गर्छु भने क्लिन्जर लेखिरहेछु। जस्तै यो क्लिन्जरमा हालिसकेँ, क्लिन्जर प्रोडक्ट आफै आइसकेको थियो, त्यसैले म क्लिक गरेर यसमा राखिदिन्छु। जस्तै फेरि मलाई 2-3वटा प्रोडक्ट अझै हाल्नु छ भने फेरि प्लसवाला आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि फेरि सर्च गर्नुहोस् कुन प्रोडक्ट चाहियो तपाईँलाई। जस्तै अब मलाई फेस वास चाहियो भने म फेस वास गरिरहेछु। फेस वास गरेर अब यसमा अगाडिमा फेस वास हेर्न सक्नुहुन्छ, अझै फेस वासहरू छन् तलमा। जस्तै यो छ भने यसमा क्लिक गरिसकेँ। क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ आइसकेको छ। अझै हाल्न चाहनुहुन्छ भने जस्तै सिरमहरू हाल्न चाहनुहुन्छ भने फेरि यसमा सिरम पनि हाल्न सक्नुहुन्छ।
सिरम लेखिसकेपछि अब हेर्न सक्नुहुन्छ तलमा धेरै प्रकारको सिरमहरू आइसकेछ, त्यसमा क्लिक गर्नु होला। जस्तै अपलोड भइसक्यो। अब यसमा के गर्नुपर्ने हुन्छ, यो सबमिट पोस्ट भन्ने अप्सन छ त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ तपाईको पोस्ट क्रिएटेड सक्सेसफुली भन्ने नोटिफिकेसन माथिमा आइरहेछ। अब तपाईको प्रोडक्ट क्रिएट भइसकेछ। अब फेरि तपाई अब त्यसलाई हेर्नको लागि कहाँ जानुपर्ने हुन्छ, अब ब्याक जानु होला सबभन्दा पहिले। अब त्यसलाई हेर्नको लागि यहाँ ड्यासबोर्ड भन्ने अप्सन छ त्यसमा ड्यासबोर्डमा क्लिक गर्नुहुन्छ। अब हेर्न सक्नुहुन्छ मैले क्रिएट गरेको यहाँ ड्यासबोर्डमा आइसकेछ। तलमा प्रोडक्ट अपलोड गरेको पनि आइसकेछ। अब त्यो प्रोडक्टहरू हेर्नको लागि जस्तै म यहाँ क्लिक गरेँ। अब यो प्रोडक्ट मलाई किन्नु छ भने यो डाइरेक्ट यसमा क्लिक गरिसकेपछि डाइरेक्ट त्यहाँ प्रोडक्टमा गइहाल्छ। प्रोडक्ट अपलोड गरेको सबै यहाँ आइसकेछ। अब त्यसलाई हेर्न छ मलाई। हेर्नको लागि के गर्नुपर्छ, त्यसमा भ्यू भन्ने अप्सन छ त्यसमा क्लिक गर्नु होला। भ्यू भन्ने अप्सन छ यसमा क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ यस्तो प्रकारको आइसकेछ। तपाईँ यो प्रोडक्ट जस्तै कसैले तपाईको स्टोर फ्रन्टबाट आयो भने यो प्रोडक्ट किन्न चाहन्छ भने यसमा क्लिक गर्छ भने त्यो डाइरेक्टै अब यहाँ हेर्न सक्नुहुन्छ तलमा आइसकेछ। अब यो प्रोडक्ट किन्न चाहन्छ भने यसमा क्लिक गर्छ भने डाइरेक्ट त्यहाँ वेबसाइटमा गइहाल्छ। अब यहाँबाट प्रोडक्टहरू किन्न सकिन्छ। यसरी नै तपाईँ पनि इन्फ्लुएन्सर एकाउन्ट बनाउनु होला। बनाएर यसरी नै सामानहरू बेच्नु होला र त्यसबाट हामी 10% कमिसन छुट्याएको छु। जति तपाईको लिङ्कबाट आएको हुन्छ त्यो सबैको 10% दिनेछौँ हामी। यति भन्दै म भिडियोलाई समाप्त गर्न चाहन्छु। धन्यवाद।